लेट्स टक अबाउट प्रकाश भुजेल एके झाँक्रीबा। प्रकाश भुजेलको कुरा गर्नुभन्दा अघि हामी झाँक्री भनेको के हो त यसको वृत्तान्त थोरै जान्नेछौँ। नेपाली भाषी भएको ठाउँमा मात्र पाइने अलौकिक शक्ति अथवा अचम्मको शक्ति भएका मान्छेहरूलाई नै झाँक्री भनिन्छ। झाँक्री एज अ प्रोफेसन अहिले एकदमै अन्डररेटेड छ। तर हाम्रो हजुरबाको पालामा झाँक्रीहरूको डिमान्ड एकदमै हाई थियो। समाज रूपान्तरणको लागि पनि झाँक्रीहरूको ठुलो योगदान छ। जस्तै नारीहरू घरका दास मात्र हैनन्, समाजका बोक्सी पनि हुन सक्छन् भनेर पहिलोचोटि नारी पहिचान दिने झाँक्रीहरू नै हुन्। झाँक्रीहरूले खतरा रोग्ने निको पार्थे रे। इभन सर्पले टोकेको पनि झाँक्रीले फुकेर निको पार्थे रे। अचम्मको कुरा त के हो भने कोही बाँच्दै पनि अरे यदि विषालु सर्पले टोकेको होइन रहेछ भने। ओके, ब्याक टु प्रकाश भुजेल। प्रकाश भुजेललाई झाँक्रीहरूको महानायक भन्दा फरक नपर्ला, किनकि उनकी स्वास्नी पनि उनीभन्दा धेरै कलिली छिन्। राम्रै नै भन्छन् भन्न चाहिँ। प्रकाश भुजेल इज द फर्स्ट पर्सन हु इन्ट्रोड्युस झाँक्रीबा क्यान बी झाँक्री चिनीबा। आजभोलि त डक्टर पनि थप्याउला नज। प्रकाश भुजेल प्रुभ द्याट मूर्खहरूलाई जुनसुकै काम गरेर पनि ठग्न सकिन्छ। प्रकाश भुजेल साधारण झाँक्रीहरूको आइडल नै हुन्। दे वान्ट टु बी लाइक प्रकाश भुजेल, जसले झाँक्रीभरि सबै कुरा एचिभ गरे। कलिली स्वास्नी, पैसा, फेम, इज्जत जाब नभएर के भयो त? इज्जतले सुगर ड्याडी बनाउँदैन। प्रकाश भुजेलको कुरा गरेर मात्र भिडियोको लेन्थ नपुग्ने भएकाले म अर्को महान व्यक्ति राजेन्द्र खड्कीबारे पनि आफ्नो व्यक्तिगत धारणा राख्नेछु। राजेन्द्र खड्कीको कुरा गर्नु अघि म कामरेड पुष्पकमल दाहाल एके प्रचण्डलाई धन्यवाद दिन चाहन्छु, किनकि उनले 17,000 को बलिदान दिएर 5,000 को जिम्मा लिएर गणतन्त्र नल्याइदिएको भए आज राँगा ढाल्नेलाई म कुखुरा ढाल्न हात कमाउनेले कहाँ टिका टिप्पणी गर्न सक्नु। राजेन्द्र खड्की नेपाली फिल्म इन्डस्ट्रीको खोङकार फाइट डाइरेक्टर हुन्। उनी आफ्नो काममा यति डुब्थे रे कि घर आएर पनि बुढी पिटिरा हुन्थे रे। एक शट हाने बेहोस पनि पारेछु मैले, मर्ने गरी हानेछु। गर्लफ्रेन्डलाई होइन, मेरो जेठीबुढीलाई। कान्छी बुढीलाई नि त पिट्नु भएको रहेछ नि त 2-3 चोटि त भाउजूलाई। अब यस्तो नि म अलि बिन्दास टाइपको छु। राजेन्द्र खड्कीसँग दुईटा अप्सन थियो, कि त लेजेन्डरी फाइट डाइरेक्टर भएर गुमनाम हुने, कि त अनेक बोलेर चर्चामा आउने। उनले सेकेन्ड अप्सन रोजे। आखिर को हुन् त राजेन्द्र खड्की? बलभन्दा बुद्धि ठुलो हो भन्नेहरूको लागि नमिठो झापड हुन् राजेन्द्र खड्की। राजेन्द्र खड्की मोटिभेसन पनि हुन्। बुद्धि नै नभएकाले त यत्रो गरे, डोन्ट वरी गाइज, तिमीहरूसँग त अलिअलि त छ। राजेन्द्र खड्कीले गरेका एउटा मात्रै राम्रो काम भनेको उनले पुरुष प्रधान समाज कायम राख्न लागि आफ्नो सक्दो प्रयास गरे। दुईटा श्रीमतीको धनी, श्रीमतीमाथि कुटपिटदेखि घरमा श्रीमती हुँदाहुँदै बाहिर गर्लफ्रेन्डसम्म राखेर आफ्नो योगदान दिए। राजेन्द्र खड्कीको इन्टरभ्यू मन पराउनेको जमात पनि ठुलो छ, किनकि उनी खुलेर बोल्छन् रे। उनी लास्टै चिल पनि छन्। रेप जस्तो संवेदनशील कुरामा पनि उनी कति खुल्दिन्छन् तपाईँ आफै सुन्नुहोस्। चित्त नबुझेकोलाई रेप भन्छन् कि चिज त त्यही हो नि, ठोकिने त हो नि, ड्याम 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 ठोकिने हो। कहिलेकाहीँ त उनी यति खुल्दिन्छन् कि सुन्ने र हेर्नेलाई लाज लागिसकेको हुन्छ, तर उनी खुल्न छोड्दैनन्। यदि लाज पचाउनु भन्ने कुनै अनुहार हुन्थ्यो भने त्यो राजेन्द्र खड्कीको हो, किनकि उनलाई केही कुराको लाज छैन। अघिल्लो दिन हात खुट्टा भाँचिदिन्छु भनेर भोलिपल्ट निच्चा हाँस्दै हात जोड्दै उसकै प्रोग्राममा गएर इन्टरभ्यू दिन सक्छन्। नेपालमा ओलीपछि सबैभन्दा घमण्डी कोही छ भने हिज राजेन्द्र खड्की। उनलाई आफू जतिको खतरा कोही लाग्दैन। तपाईँ ठुलो डन कि महेश बस्ने ठुलो डन? अहिले को महेश? त्यो दुध बेच्ने भाइ, हेटौँडाको दादा हो म भाइ। राम्रोसँग हेटौँडा गरेर सोध्नु। उही बेलाको दादा त बालेन्छ। को बालेन्छ? घन्टा गजडी साला आइदिन मान्छे एकै सर्टमा हान्छ तँलाई। म एकै सर्ट हान्छ भाइ, तँलाई लामा हान्दैन, म मान्छे राङ्गा हानेर हान्छ तँलाई। अन्तत हामीले सिक्नै पर्ने कुरा के हो भने पैसा नै सर्वश्रेष्ठ हो। पैसा हुने हो भने मूर्खले मुख खोल्दा पनि उसको कुरा सुनेर ताली पड्काउने मान्छेहरूको कमी हुँदैन। त्यसैले